मेरो नाममा कुनै पनि जमिन छैन र मैले त्यस्तो 50-60 लाख कसैको पनि खाएको नि छैन साथीहरू। यत्रो खाएको भए यो 7, 8, 9, 10 वर्षदेखि म थानाभित्र हुन्थ्यो होला, पुलिसले लएर कोचिसेया हुन्थ्यो होला। अहिले म लाइमलाइटमा छु, मेरो बारेमा जोडाएर जे भन्दिदानी हुन्छ, मान्छे भाइरल भइहाल्ने, पत्रकारहरूलाई नि त्यो भ्युज पाइहाल्ने। मेरो मानहानि भएको छ, म मुद्दा हाल्दैछु, यो बुढाबुढी बीच म मुद्दा हाल्दैछु। त्यहाँ परिवारबाट के कसो हुन सक्छ म गर्दैछु त्यो प्रोसेसहरू। बाँकी रह्यो जग्गाको कुरा, आजभन्दा 8-9 वर्ष अगाडि जग्गाको कुरा भनेको उनीहरू हाम्रै गाउँले नै पर्छन्, कहाँबाट कसले उठाएर लिएर आयो आई डोन्ट नो। सो त किनेको जमिन हेर्नु, धान खानलाई प्लट किनेको जमिन, बाबा विदेशमा हुनुहुन्थ्यो, बाबाले कमाएर पठाएको पैसाले किनेको जमिन हो। बिचमा उनीहरूले यस्तै केरकार गरेर हामीले मुद्दा हाले हो। यिनीहरूलाई हामीले मुद्दा सो त जितेको, हामीले बाली नाली लाउँदाखेरि उनीहरू अलिकति मधेसी समाज मिलेर आएर धानहरू काट्दिने, कहिले लुट्दिने, कहिले के गर्ने गरेको झगडा गर्नेको कारणले हामीले मुद्दा हालेको थियो। मजाले बकैदा डिस्ट्रिक्ट अदालतबाट हामीले मुद्दा जितेको। सिडिओ कार्यालयमा लए यिनीहरूले अनेक हामीलाई मिटर ब्याजी भनेर हाले, सिडिओ कार्यालयले क्लिन चिट हामीलाई दिएको। हेर्नु, र यो मसँगको कारोबार पनि होइन, मेरो परिवारसँगको कारोबार, त्यही पनि स्पष्ट कारोबार। बकैदा त्यतिखेरको चलन चल्तीको रेट दिएर त्यो जमिन किन्या हो, हामीले गरे पनि हो। हामीले तिनीहरूलाई ठेक्का पनि लगाएको त्यो जमिन, मतलब यसो गर्न दिएको। हरेक सरकार आएपछि यिनीहरू यस्तै गर्छन्, खोइ के को आशमा गर्छन्, कसले उचालेर हिँड्छ यिनीहरूलाई। अहिले त मेरा यत्रा दुश्मन कमाएको छु मैले। एकजनाले उठाएर ल्याएर माइती घरमा राख्थ्यो, यसरी मेरो मानहानि गरिरहेछ। तर मसँग यसको लेनादेना केही पनि छैन। र त्यो जमिनको कुरा गर्नुहुन्छ भने सो त किनेको जमिन हो त्यो, र मैले किने होइन, मेरो परिवारको सदस्यबाट किनबेच भएको हो। मलाई नि थाहा छ, अदालतबाट मुद्दा जितेको होइन, सो त के फेरि कतिसम्मको गर्छौ झोले हो, कतिसम्मको गर्छौ तिमीहरू, मेरो इज्जत गिराउनलाई कतिसम्म लाग्छौ, लागि परौ भन्थे मान्छेहरू। केही अगाडि बढ्यो भने खुट्टा तान्ने मान्छे टन्नै आउँछन्, आइरहेछन्। मैले हरेकको यो रियाक्ट गर्दिनँ थिएँ। कसैले मलाई मुद्दा हाल्यो भन्छ, कसैले के भन्यो भन्छ, कसले कस्तो भन्यो भन्छ होइन। ठुला मिडियाले प्रमाण मागेका छन्, मैले प्रमाण जति सबै ठुला मिडियाहरूलाई दिइसकेँ, जसले माग्नु भएको छ होइन। सरकारी कार्यालयबाट पनि आयो भने सबै प्रमाणहरू म पेश गरिदिन्छु। कि म आफै जाँदैछु नि, म त्यहाँ परिवारै पठाउँदैछु। यिनीहरूलाई त हदैसम्मको कारबाही हुनुपर्छ।